हेलो एभ्रिवान, वेलकम टु माई छोटो मिठो मिनी ब्लग। तपाईँहरूको सामु चाहिँ मेरो जापानको बसाइ चाहिँ सेयर गर्दैछु। तपाईँहरूलाई मन पर्यो भने कमेन्टमा तपाईँहरूको प्रतिक्रिया दिन सक्नुहुन्छ। अब चाहिँ मेरो ब्लग सुरु गरौँ है त। मैले चाहिँ बिहान उठेर फ्रेस भएर खाना बनाउन थालेँ। खाना बनाउँदै गर्दा चाहिँ मैले चाहिँ अन्डा पनि बोइल गरेको थिएँ। अनि यता खाना पाक्दै थियो, मासु बनाउँदै थिएँ। दाल भात त पाकिसकेको थियो अनि मासु पाक्दै थियो। अनि त्यसपछि पकाउँदै मलाई ब्लग बनाउन मन लाग्यो, बनाउन थालेँ। अनि त्यसपछि त्यो अन्डा बोइल भएको अन्डालाई फकेर बिर्यानीमा राखेर खाएँ। अनि मैले चाहिँ नेपालबाट लिएको जीवन जल थियो, किनकि मलाई एकदम विकनेस फिल भइरहेको थियो कि कमजोरी फिल भइरहेको थियो, किनकि एज अ पिरियड टाइम चलिरहेको भएर पनि होला होइन। अनि त्यसपछि मैले चाहिँ त्यो जीवन जल हालेर खाएँ। यता फेरि मेरो प्रेसर पनि लो छ कि। अनि दाल भात रेडी भयो। दाल भात मासु रेडी भइसकेपछि मैले हिजो चाहिँ लुगा चाहिँ धोएर सुकाएको थिएँ। अब त्यो लुगालाई झिकेर पटाइ गरेर राख्नु पर्यो, किनकि कपडाको इज्जत गरेन भने कपडाले पनि हाम्रो इज्जत गर्दैन भन्ने भनाइ छ नि त। त्यही भएर मैले कपडालाई पट्टै पारेर मिलाएर लगेजमा राखेँ। अनि त्यति गरिसकेपछि खानासाना खाएर म गएकोतिर गएँ। धन्यवाद मेरो भिडियो हेरिदिनु भयो।